एउटा सामान्य लेनदेनको विवादलाई लिएर एउटा सिङ्गो समुदाय, एउटा सिङ्गो धर्ममाथि प्रहार हुने गरेर दुईजना दाजुभाइलाई बुङ्गुरको खोरमा लगेर थुनेर कुटपिट गर्ने, यातना दिने र सिङ्गो समुदायमाथि चाहिँ प्रहार गर्ने जुन काम भएको छ, त्यसले सिङ्गो धर्म र सिङ्गो नेपालीको मन दुखेको छ। हाम्रो चाहिँ एकदम अकस्मात निम्तोलाई चाहिँ स्वीकार गरेर पाल्नुहुने सबै डाक्टर साहबहरू, हाम्रा मुस्लिम आयोगका निवर्तमान अध्यक्ष र विभिन्न राजनीतिक पार्टीसँग चाहिँ संलग्न हुनुभएका सबै बुद्धिजीवी वर्गहरूलाई र पत्रकार मित्रहरूलाई म सबैभन्दा पहिला स्वागत गर्न चाहन्छु। र विषय धेरै जटिल छ। दिनदिनै हाम्रो देश नेपालमा धार्मिक असहिष्णुता फैलदो छ र कसैले चाहिँ राजनीतिक लाभ लिनलाई समाजलाई बाँडेर, धर्मलाई प्रहार गरेर राजनीति गर्ने चेष्टा गर्दै हुनुहुन्छ। हामी यही प्रेस मिटबाट भन्न चाहन्छौँ, त्यस्तो खालको चेष्टा नगर्नुस्। मिलेको समाज, मिलेर बसेको चाहिँ समाजलाई भड्काउने काम नगर्नुस् र चाहिँ तपाईँ हामी सबै मिलेर जातीय सहिष्णुता कायम गरौँ र धार्मिक सहिष्णुता पनि कायम गरौँ भन्दै म सबैलाई फेरि पनि स्वागत गर्न चाहन्छु। हवस् त, धन्यवाद, नमस्ते, अस्सलाम वालेकुम।